तपाईँको दिन शुभ रहोस्। तपाईँको व्यापार चमक चमक चम्कोस्। कति वर्ष हुनुभयो दाइ? 48। राजकुमार रामदाम। नाम त बडा गजबको छ त। रामदाम। ओके छतनी ठ्याक्कै खाना मुखमा गाँस हालेको 2 घण्टा पछि आउनुपर्छ है। तपाईँ खाना कहाँ खाने हो? पसलमै खाने कि यता घरमा आएर? पसलमा खाने? त्यहाँबाट यता आउने? 10 मिनट बाँकी हुँदा हिँड्नु है त। त्यसो भए कति बजे? 11 बजे खान्छु अनि कति बजे आउनु? ए आज सकेसम्म छिटो 9 बजे खानु न। अनि अर्का होटलमा जतिखेर भन्नु पाइन्छ? आज अहिले भन्नु न, यसो साउनी आज मेरो अनि उ गर्नुपर्छ भने हुन्छ त। त्यो खाएको 2 घण्टामा ट्याक्कै आउनु न त। त्यसो भए 11 बजे आउने ठाउँको 12 बजे कति भयो? 1 बजे। अम्म ढिलो भयो नि त नि पिपी। अलि छिटो हुँदैन यहाँ? हामी त जति बेला हुन्छ सकेसम्म 11 बजेसम्मको राम्रो आउँछ क्या। त्यही भएर हामी त एनी टाइम यही हो। के भर्दिँदैन हुन्छ? ल्याउनु न, बिहान बिहान बोनी गर्नुपर्छ। तपाईँ त ल धन्यवाद। कस्तो यहाँ आइज आउने 1 घन्टा ढिलो आउने। मेरो कपाल तान्छु अरे कस्तो रहेछ। कति गोरी देखेको म। ओ माई गोडनेस। सनस्क्रिम लगाएर आएको मान्छे म हुनु के होइन। ओ बा झरेली लाजै मोड भाइ थमेल बना म अगाडि भनेको।